अब आज हामी ट्याक्क सैलुङ यात्राको लागि बिहानै गडेल 5:30 बजी लिएर आएको थियो। म चाहिँ अलि निन्द्राको भोगी भएर उठ्नलाई 8:30 बजाएँ। अब यसो उठेर चियासिया खाएर फ्रेस भएर निक्लिएर 9 बजिहाल्यो। 9 बजेपछि हामी चट्ट कडेलले मलाई अगाडि सिटमा राखेर माया गरेर सदार आफै ड्राइभिङ गर्दै सैलुङतिर लिएर जाँदैछ। रमाइलो भइरहेछ। हामी यात्रामा रमाइलो गर्नैको लागि पनि हिँड्यो हो। ट्याक्क पनि हामी अहिले धुलीखेलमा पेट्रोल हालेर च्याट्ट हाम्रो विकास भाइसँग यात्रामा अगाडि बढिरहेछौँ। अब यात्रा आज हामी धुलीखेलको यस्तो राम्रो बाटो छ कि यहीँ अब क्यामेरा चाहिँ ब्याक गर्न आएन। मैले मोबाइलै ब्याक गरेँ। ठ्याक्कसँग देखाएन एकछिनमा हिमाल देखिन्छ। अब एकछिनमा अहिले माथि सैलो गएपछि हिमाल देखिन्छ। खासै धुलीखेलमा त हिमाल होटेल मात्रै देखिएला जस्तो लाग्छ हौ मलाई त। अलिक बेला भएन साँच्ची हो। म धुलीखेलबाट 5 खालतिर जाने बाटो चाहिँ अलि राम्रै रहेछ। खासै खाल्टाखुल्टी रहेको छ सबै रहेछ। आज चाहिँ कहिले मलाई चाहिँ अलिक गन्नाक बोल्नुहुन्थ्यो। 2 वर्ष अगाडि एकचोटि स्कुटरमा यो बाटो हिँडेको थिएँ म। मैले चाहिँ बहुत मजा आएको थियो। यसो स्कुटर त एक जम्प भन्यो भने एक खाल्ला माथि चढ्नु पर्थ्यो। अहिले चाहिँ बाटो यसो राम्रै रहेछ। अरूले बिस्तारै बिस्तारै कुदाउँदैछ नि। अब बिस्तारै बिस्तारै खेलबाट लागिसक्यो। लगाइदिनुहोस् है। Será esta? हरिकोट त आर पार के भनिरहेको छ नि दिदीहरूले आलु हो गुरु यदि गर्नुहोस् कुदेर आउनु दादा कुदेर
कणेल यारसँग टिप्न आएको हो